नगरबाट पाउनुभएका हाम्रो नगर प्रमुख ज्यू, त्यसै गरी भुटानजीको यो भूमिमा भन्दै गर्दा शिलान्यास हुन गइरहेको हुँदा हामी सम्पूर्ण यहाँ निर्माण कमिटीका ज्यूहरू, शान्ति विहारका कार्यकारिणी सबैजना खुसी छौँ भने बौद्ध धर्मावलम्बी हामीहरू त्यतिकै खुसी छौँ। यस खुसीमा आज शिलान्यास गरिदिन आइदिनु हुने समग्र अतिथिवर्गज्यूहरूलाई हृदयदेखि धेरै धेरै धन्यवाद गर्दै स्वागत गर्दछु। धन्यवाद। समितिका अध्यक्ष भक्तबहादुर मगरज्यूलाई छोटो मन्तव्य राखिदिनु म हार्दिक अनुरोध गर्दछु। धन्यवाद ज्यू केही दुई शब्द बोल्ने मौका दिनुभएकोमा र यस कार्यक्रमका सभापति ज्यू र प्रमुख अतिथि नगर प्रमुख ज्यू र यस टापिङ वडाका वडा अध्यक्ष ज्यू साथै वडा सदस्य ज्यूहरू, त्यसपछि सम्पूर्ण बाख्रे च्याम्बर खामदिङबाट पाल्नुभएका गण्यमान्य बुद्धिजीवीहरू समग्रमा र फतेजेका सम्पूर्ण उपस्थित गण्यमान्य बुद्धिजीवीहरू, दाजुभाइ दिदीबहिनीहरूमा मेरो सर्वप्रथम स्वागत अभिवादनको साथै सर्वप्रथम प्रसिद्धले लासु फ्याबुल्ला त देख्दिनँ म अहिले र पनि जोडले नमस्कार। र आज यस कार्यक्रम हुँदै गर्दा थोरै मेरो अलिकति लामै टिप्पणीहरू छ, अलिकति भन्नुमा अलिकति टुटफुट हुन्छ भनेर यहाँ केही टिपोट गरेर ल्याएको छु, धैर्य गरेर सुनिदिनु होला। आज यस वडा नम्बर 10 टाटिङ फतन्जे स्थित मगर बौद्ध गुम्बा शान्ति विहारको शिलान्यास कार्यक्रम हुँदै गर्दा सबै धर्मलाई सम्मान गर्दै हामी यस वडा नम्बर 10 टाटिङ चैलुङ फतन्जेवासी मगर समुदायहरू हिन्दू धर्म त्यागी बौद्ध धर्म अगालेर अघि बढ्दै गर्दा मगर बौद्ध गुम्बा विहार बनाउने निर्णय गरी शिलान्यास कार्यक्रम हुँदै गर्दा हामी मगरहरू किन बौद्ध धर्मप्रति आस्थावादी भयौँ भन्ने प्रश्नमा हामी मगरहरू पनि परापूर्वकालदेखि बौद्ध धर्मावलम्बी हुन् भन्ने इतिहासले बताउँदै आएको प्रमाणित छ। यस विषयमा सबुत प्रमाण हाम्रो सामने छ। यसै फतन्जे निवासी हर्कबहादुर रजान मगरज्यूले निर्माण गर्नुभएको माने 72 सालको भूकम्पले हाम्रो सामने अगाडि छ। यसै माने निर्माणबाट नै हामी मगरहरू बौद्ध धर्मावलम्बी हुन् भन्ने सबुत प्रमाण हामी सामने प्रमाणित गर्दछ। अबदेखि हामी मगर समुदायहरूले कुनै पनि देवताको नाममा बलि दिने पूजा गर्ने प्रथाहरूलाई सकेसम्म हटाइसकेको अवस्था हो। हामी मांसाहारी हौँ,
मांसाहारी मानव हौ, मासु खान्छौँ तर देवताको नाममा बलि दिँदैनौँ। सबैभन्दा उत्कृष्ट धर्म नै बौद्ध धर्म हो। त्यसकारण हामी बौद्ध धर्मतिर आकर्षित छौँ। भगवान बुद्धले 3 तरिकाबाट बुद्ध धर्म संस्कार मान्न सकिन्छ भनेर सन्देश दिनुभएको छ। 1 महायान, 2 हिनायान थेरवाद, 3 वज्रयान। हामी मगर समुदायहरूले मान्दै आएका हिनायान थेरवाद अभ्यास हुन्। केही मात्र अभ्यास फरक छ। आखिर मान्य त बुद्ध धर्म नै हुन्। यहाँ कसैले भन्ने गर्छन् वाप्पा धर्म भनेर। वाप्पा धर्म होइन तर वाप्पा धर्म होइन। वाप्पा भनेको मगर भाषामा गुरु हो। जस्तै महायानीले टावा आनी भनिन्छ भने हामी मगरहरूले वाप्पा मापा भनिन्छ। जस्तो वाप्पा अब छोरा मान्छे भयो, माप्पा भनेको चाहिँ छोरी मान्छे। तर अब महायानीले लामा टावा आनी भने जस्तै हाम्रो थेरवादी अब भिक्षुलाई भन्ते भन्छ। मगरहरूले भिक्षुलाई भन्ते, वाप्पा माप्पा भनेको चाहिँ मगर भाषामा हो। हिन्दूको बाहुनलाई पण्डित पुरोहित भने जस्तै आखिर यही अर्थ लाग्छ। भन्नुको अर्थ अब हिन्दूको पनि पण्डित हुन्छ, पुरोहित हुन्छ हैन, फरक हुन्छ नि। त्यस्तै मगरको पनि भन्ते, वाप्पा माप्पा। यी तीन उसबाट चाहिँ बोल्ने उस राहे भाषाबाट चाहिँ उल्था गरिन्छ। त्यसैले सबै समुदायहरूमा यसरी बुझिदिन हुन अनुरोध गर्दछु। कसैले वाप्पा धर्म भनेर यहाँ जस्तो हाम्रो छिमेकी शेर्पा समुदायहरूले पनि अलिकति अध्ययन नगरेको हो कि जस्तो मलाई लाग्छ। यो त वाप्पा धर्म हो भनेर शेर्पा समुदायहरूले पनि त्यसो भनिदिँदाखेरि चाहिँ अलिक कस्तो लाग्ने। अब मगरहरू त हामीलाई थाहै छ, सबै अबुझ नै छन्, अहिले अलिक बुझ्न सकेका छैन हैन। तर अब यो वाप्पा धर्म चाहिँ होइन है, यति चाहिँ सबैले हामीले जानिदिनु पर्यो, बुझिदिनु पर्यो। शेर्पा समुदायहरू यहाँ छिमेकी कसैले अलिकति या जानेर हो या नजानेर हो वाप्पा धर्म हो, बाहुन परेको जस्तो छ भन्ने चाहिँ त्यस्तो यता कता सुनिन्छ। अब यो के छ भने बाहुन परेको जस्तो भन्नुको अर्थ चाहिँ हाम्रो अब यो अहिले थेरावादी अभ्यासमा हामी पाली भाषा पढ्छौँ होइन, पाली भाषाबाट उ गर्छौँ। तर पाली भाषा र संस्कृत भाषा कमसेकम 25% मिल्दोजुल्दो हुन जान्छ। त्यसकारण बौद्ध धर्ममा लाग्यो भन्छ पुरै बाहुन परिरहेछ भन्ने कुराहरू पनि यता कता सुनिन्छ। त्यसमा भ्रम नपर्नु होला तपाईँहरू होइन। त्यसकारण म सबैलाई भन्न चाहन्छु कि यो हामी प्रष्ट बौद्ध धर्म हिनायान थेरवादमा अभ्यासमा छौँ। यति चाहिँ तपाईँहरूले सबैले बुझिदिनु हुन। वरपर सबै मगर समुदाय, शेर्पा समुदाय, महायानी समुदाय सबैले अलिकति बुझेर भनिदिनु हुन पनि म विनम्र अनुरोध गर्दछु। अर्को प्रसङ्गमा आज जुन शिलान्यास हुँदै गरेको मगर बौद्ध गुम्बा विहार, यहाँ अलिकति शिलान्यास उसमा अलिकति गुम्बा अगाडि लेख्नु पर्ने थियो, हाम्रो अलिकति थोरै मिस्टेक भयो। गुम्बा भन्नु र विहार भन्नु केही फरक होइन। थेरवादीले विहार भन्छ भने महायानीले गुम्बा भन्छ। यति कुरा हामीले अलिकति बुझिदिनुपर्छ। विहारको अन्तिम फाइनल निर्माण गर्नको लागि 2 करोड हाराहारीमा निर्माण हुने भएकोले यस आर्थिक वर्षको नगरबाट छुट्याइएको 15 लाख मध्येको इस्टिमेटमा
22वटा पिलर र टाइपिङ स्लेब ढलानसम्म गर्न सकिने भएकोले बाँकी निर्माणको लागि आउँदो आर्थिक वर्षको बजेटमा फेरि केही थप बजेट विनियोजन गरी पाऊँ भनी हामी मगर समुदायहरू नगर प्रमुखज्यूलाई विनम्र अनुरोध गर्दछौँ। साथसाथै देश विदेशमा भएका सङ्घ संस्था व्यक्ति विशेष महानुभावहरूलाई यसै कार्यक्रम मिडिया मार्फत सहयोग गरिदिनको लागि पनि हामी मगर समुदायहरू आशावादीको साथ विनम्र अनुरोध गर्दछौँ र कुनै भुल त्रुटि हुन गएमा क्षमा माग्दै मेरो मन्तव्यलाई यतिमै टुङ्ग्याउँछु। धन्यवाद। उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर मगरज्यूले केही धार्मिक कुराहरूलाई प्रस्ट्याएर यस मञ्चबाट यस मन्तव्यबाट उहाँ छुटिसक्नु भएको छ। यसै गरी मौसमलाई मध्यनजर गर्दै अलिक हामी कार्यक्रमलाई अगाडि बढाउनै अगाडि चाँडोभन्दा चाँडो अगाडि बढाउन खोजिरहेका छौँ। यो मन्तव्यको क्रममा छोटो मन्तव्य राखिदिनु हुनको लागि वाङचुङ मेमोरियल हस्पिटलका म्यानेजर वाङपुरी शेर्पा देउलाई छोटो मन्तव्य राखिदिनु म हार्दिक अनुरोध गर्दछु। धन्यवाद दिनेशजी। आजको यस मगर बौद्ध शान्ति विहार सम्पूर्ण देशमा आसीन सम्पूर्ण अतिथिगणहरू र यस कार्यक्रममा उपस्थित हुनुभएका तपाईँ पतञ्जलीवासी, थामदिङ, च्याङ्गोवासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, वास्तवमा आज यस पतञ्जली फुड प्राङ्गणमा हामीले गरेको कार्यक्रम एउटा ऐतिहासिक कार्यक्रम छ, जहाँ तपाईँहरूले एउटा सानो अंशबाट सुरु गर्नुभयो र आज तपाईँले एउटा आफ्नै छुट्टै बौद्ध विहार भन्ने एउटा चाहिँ गुम्बा सुरुवात गर्दै हुनुहुन्छ। यसका लागि विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। र अब आउने दिनहरूमा पनि तपाईँहरूको चाहिँ यो गुम्बा अझ योभन्दा व्यापक बनाउनलाई चाहिँ सबै तहबाट उहाँहरूले सहयोग गर्नु नै हुन्छ भन्ने मलाई पनि आशा लागेको छ। र मलाई थाहा छ म यो पतञ्जलीमा करिब 6-7 वर्ष नै सङ्गत गरेर बसेको हुन्छु। त्यही भएर यहाँ सबै खाले सबै धर्महरू हुन्छ। आज तपाईँहरूको कार्यक्रममा बोल्दै गर्दा तपाईँले यो कार्यक्रममा मलाई छोटो एउटा बोल्ने मौका दिनुभयो। सबै धर्महरू सम्मान हुन् र यहाँ हुनुभएका सबै तपाईँहरूको धार्मिक सहिष्णुताहरूलाई खबर नगरिकन तपाईँले आफ्नो धर्म मान्न पाउनुहुन्छ र सबैजनालाई आफ्नो धर्म मान्ने अधिकार प्राप्त भए तापनि सबैजना तपाईँहरू एउटा टिम वर्कमा चाहिँ सबैजना जुटिरहेको देख्छु, एकदमै खुसी लाग्छ है। त्यही भएर म यो धेरै लामो समय म बोल्दिनँ, किनकि मभन्दा पछि पनि हाम्रा विशेष व्यक्तित्वहरू हुनुहुन्छ र पानी पर्ने पनि सङ्केत देखेकोले गर्दा म एकदमै छोटो भनाइलाई यहीँ टुङ्ग्याउँदै धन्यवाद दिन चाहन्छु। धन्यवाद। मिठो शब्द बोलेर यहाँबाट बिदा भइसक्नु भएको छ। मौसमले अलिकति हामीलाई गडबडी गर्ने जस्तो भएको हुनाले हामी पहिले हामी शिलान्यास कार्यक्रमको लागि हामी निर्माण स्थलमा हामी जान लागिरहेका छौँ। अहिले निर्माण स्थल अथवा जग्गा प्रदान गर्नुहुने यामबहादुर मगरजी, उहाँले लगभग 5 लाख बराबरको जग्गा दिनुभएको छ। उहाँलाई यस कार्यक्रमबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यसै गरी त्यसकै छेउमा रामबहादुर मगरले पनि दिनुभएको छ, उहाँले 1 लाख बराबरीको जग्गा दिनुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यसै गरी रामबहादुर मगरको केही जग्गा किनेर लगभग 1,80,000 बराबरको जग्गा किनेर चन्द्रबहादुर थापा मगर चैलुङबाट उहाँले 1,80,000 जग्गा किन्नलाई पैसा दिनुभएको छ। उहाँ टाढै भयो भने यस मञ्चबाट उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र कार्यक्रममा ढिला नगरिकन हामी
हाम्रो गुरु भैराज मगर लगायत यहाँ सम्पूर्ण यस देशमा आश्रित अतिथि लगायत यस कार्यक्रममा आउनुभएका सम्पूर्ण व्यक्तिहरू हामी निर्माण कार्यमा एकछिन हामी जानेछौँ। हामी एकदम छोटो छ, पूजा धेर छैन, एकदमै 5 मिनटको पूजा छ। त्यो पूजा सकाएर फेरि पनि हामी यो कार्यक्रम मन्तव्यलाई थोरै जोड्नेछौँ। धेरै कार्यक्रम छैन, हाम्रो एकदमै छोटो छ। त्यही भएर हामी निर्माण कार्यस्थलतिर हामी सबै जानलाई म आग्रह गर्न चाहन्छु। अब चाहिँ पत्रकार हिँड्ने अगाडि ठिक छ। मानेर माथि लोड आउँछ सर। स्तूपा छ, 4वटा स्तूपा मन्दिर छ। हजुरले अहिले त्यो लोडको लागि पनि गुरु यता हजुर लोड माथि जाने बुझ्यो भने त भइहाल्यो। सबैजना आउनु ल छेलिन्छ नि। बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि, द्वितीयं बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, तृतीयं बुद्धं शरणं गच्छामि, तृतीयं धम्मं शरणं गच्छामि, तृतीयं संघं शरणं गच्छामि। नमो तस्मै भगवते अरहतो सम्मा सम्बुद्धस्सै, नमो तस्मै भगवते अरहतो सम्मा सम्बुद्धस्सै, नमो तस्मै भगवते अरहतो सम्मा सम्बुद्धस्सै। Hehehe.
ओकाशद्वारा कथं शुभम अपराधम क्षमथमे भन्ति ओकाशद्वारा तयन कथं शुभम अपराधम क्षमथमे भन्ति ओकाशद्वारा कथं शुभम अपराधम क्षमथमे भन्ति अहम भन्ति तिसरणेन स पञ्चशीलं धम्मं यसामि अनुगणं कत्तुशीलं देथमे भन्ति अहम भन्ति तिसरणेन स पञ्चशीलं धम्मं यसामि होइन थोरै लिनुहोस् सम्मासम बुद्धानम हजुर सबैले पूजा गरिदिनु त्यस्तो थियो हजुर हुन्छ सक्यो हजुर अब थोरै हुन्छ हजुर पूजा अब 2टा पाठ पढ्छु म है देखि सक्यो हो एउटा पाठ हजुर अब 2टा पाठ छ हैन फेरि पूजा गर्नुपर्छ हैन एकपटक गर्नु भयो हुन्छ त्यति भए अब बस्दिनुस् म फुल पाठ नै पढ्छु यसै गरी श्री फतन्जे आदमोड विद्यालयका निमित्त प्रधानाध्यापक दोर्जी सरलाई पनि म अतिथिको आसन फेरि पनि म मन्तव्यतिर जान्न लागिरहेको छौँ अथवा स्कुल व्यवस्थापन समितिका अध्यक्ष प्रेमश्री मगरज्यूलाई छोटो मन्तव्य जोडिदिनु हुन लागि विनती गर्ने गर्छौँ। धन्यवाद उद्घोषकज्यू। आजका यस कार्यक्रमका सभा अध्यक्षज्यू, यस कार्यक्रमका विशिष्ट अतिथि, यस कार्यक्रमका प्रमुख अतिथि तथा सोलु दुधकुण्ड नगरपालिकाका नगर प्रमुख तथा वडा अध्यक्षज्यू र त्यसै गरी विशिष्ट अतिथि महिला वडा अध्यक्षज्यू, सदस्यज्यू र यस ड्यासमा आसीन हुनुभएका मेरा गण्यमान्य जनज्यूहरू र यस फतान्जे गुठी समाजका यस बिहारका प्रमुख लामा तथा ओपाज्यू र यस विभिन्न सङ्घ संस्थाबाट उपस्थित हुनुभएका मित्रहरू र यहाँ कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आमा बाबु दाजुभाइ दिदीबहिनीहरूमा सर्वप्रथम मेरो तर्फबाट सम्पूर्णमा नमस्कार व्यक्त गर्छु। आज हाम्रो देश नेपालमा विभिन्न भाषा, संस्कृति र विभिन्न धर्महरू मान्दै आएका छन्। यस क्रममा हाम्रा यस फतान्जेका सम्पूर्ण जनसमुदायले पहिला हिन्दू धर्म मान्दै आएका थिए र पछि उहाँहरूले आफ्ना भाषा र संस्कृति र धर्मलाई पहिचान गर्दै जाँदाखेरि उहाँहरूको मेन मान्नुपर्ने धर्म भनेको बौद्ध धर्म रहेछ भन्ने कुरा उहाँहरूले पस्टाउनु भएर आफ्ना बुढापुर्खाहरूले मान्दै आएका धर्मलाई नछोड्ने अठोट लिएर उहाँहरू प्रायःजसो गाउँका सम्पूर्ण बसोबास गर्ने आमा बुवाहरू चाहिँ यस बौद्ध धर्मप्रति आस्था राखेर यस धर्ममा लाग्नु भएर अहिले छोटो समयमा नै उहाँहरूले आफ्नो गाउँमा चाहिँ एउटा हामी शेर्पाहरूको जस्तै गुम्बा जस्तै उहाँहरूले पनि बिहार निर्माण गर्नु भएर उहाँ एकदम बुद्धप्रति आस्थाका साथ लाग्नु भएकोमा यहाँहरूको बुद्धप्रति आस्था र अठोट कहिल्यै नटुटोस् र यहाँहरूले जुन काम थाल्नुभएको छ यो सफलतापूर्वक सुसम्पन्न होस् भन्दै मेरो छोटो मन्तव्य यही
अन्त्य गर्न चाहन्छौँ। हस्त, धन्यवाद। धन्यवाद प्रेमसिंह शेर्पाज्यू। उहाँले छोटो र मिठो मन्तव्य राखेर बिदा हुनुभएको छ। यसै गरी मन्तव्यको क्रममा 16 दुधुरा नगरपालिका 10 का महिला सदस्य पासङपोटी शेर्पाज्यूलाई पनि म छोटो मन्तव्य राखिदिनु म हार्दिक अनुरोध गर्छु। धन्यवाद उद्घोषक मित्रज्यूलाई र आजका यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र ड्यासमा आसीन सम्पूर्ण अतिथिगणहरू र यहाँ उपस्थित सम्पूर्ण बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा रसिदेले नमस्कार प्यापुल्ला जोरले भन्न चाहन्छु। र आज यस हामी महत्त्वपूर्ण दिनमा छौँ, त्यसैले हामी आफ्नो धर्म मान्न हामी अब कसैले पनि रोक्न छेक्न नपाइँदो रहेछ भन्ने कुरा पनि यस कार्यक्रमबाट हामी बुझ्न सकिन्छ। धेरै जस्ता कुराहरू अघिल्लो वक्ताहरूबाट आइसकेको छ, त्यसैले म थोरै बोल्न चाहन्छु। र जुनसुकै धर्म मान्नु भए तापनि यस फतन्जे चैलुङ मात्रै नभइकन सम्पूर्ण यस टापटिङवासीहरूले हामी जुनसुकै धर्म मान्दा पनि त्यो धर्म र यो धर्म नभनिकन हामी जुनसुकै कार्यक्रमहरू गर्दा सबैजना उपस्थित भइदिनु हुन पनि यस मञ्चबाट अनुरोध गर्न चाहन्छु। र म बुद्ध हो, म हिन्दू हो र भन्दै त्यसो गरी पक्षपात गर्दा हामी सबैजना हामी एकजुट हुन नसकिने कारणले हामी जुनसुकै धर्म मान्दा पनि हामी जुनसुकै कार्यक्रमहरू गर्दाखेरि एकजुट भयो भने हामी सबैले देखावटमा पनि राम्रो देखिन्छ। र त्यसैले तपाईँको यस बिहार कार्यक्रम पनि सफलताको शुभकामना दिँदै मेरो छोटो बनाइ यहाँ अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद। धन्यवाद। उहाँले साँच्चीकै यो धार्मिक कुरोले गर्दा कुनै वाद विवाद नहोस्, धर्म सबै समान छ, आफूले जस्तै जे धर्म माने पनि स्वतन्त्र छ भन्ने खालको शब्द राखेर गइसक्नु भएको छ। म प्रे कार्यक्रमलाई मन्तव्यमा म जोड्न चाहन्छु। मैले अघि पनि उद्घोष गरिसकेका थिएँ। अनि भर्खरै हामी निर्माण स्थलबाट शिलान्यास कार्यक्रम सकेर हामी फर्किसकेका छौँ। त्यो जग्गादाताहरूलाई फेरि पनि म यस मञ्चबाट स्मरण गर्न चाहन्छु। यामबहादुर राणा मगर अहिले उहाँ यहाँ हुनुहुन्न, उहाँ जापान हुनुहुन्छ। उहाँले 5 लाख बराबरको चाहिँ जग्गा यो हाम्रो बिहार अथवा गुम्बादाम प्रदान गर्नुभएको छ। उहाँलाई म अथवा हामीले यहीँबाट म पुनः पनि म धन्यवाद दिन चाहन्छु। यसै गरी रामबहादुर मगरले पनि 1 लाख बराबरको जग्गा हामीलाई उपलब्ध गराउनु भएको छ। उहाँलाई पनि धेरै धेरै म धन्यवाद दिन चाहन्छु। यसै गरी चन्द्रबहादुर थापा मगरज्यू चयनबाट उहाँले त्यही जग्गाको निम्ति 1,80,000 रुपियाँ उहाँले प्रदान गर्नुभएको छ। उहाँले त्यो चाहिँ हामी पछि सम्पूर्ण कार्यक्रममा केही विवरणहरू बढाउनेछौँ। उहाँको बुबा र आमाको, स्वर्गीय बुबा र आमाको नाममा चाहिँ 1,80,000 बराबरको जग्गा उहाँले किनेर हाम्रो गुम्बालाई दिनुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँको स्वर्गीय बुबा टमरबहादुर मगर र आमा कृष्णमाया मगर हुनुहुन्छ। उहाँ अहिले हाम्रो माझ हुनुहुन्न, उहाँ स्वर्गीय भइसक्नु भएको छ। उहाँ स्वर्गीय बुवा आमाको नाममा हामीलाई जग्गा प्रदान गर्नुभएको छ। उहाँलाई विशेष धन्यवाद दिन चाहन्छौँ। यसै गरी म मन्तव्यलाई म जोड्न चाहन्छु। मन्तव्यको क्रममा छोटो मन्तव्य राखिदिनु हुनको लागि श्री फतन्जे आबी र शिक्षक अथवा निमित्त पर तोर्सी सरलाई छोटो मन्तव्य राखिदिनु म हार्दिक अनुरोध गर्छु। धन्यवाद उद्घोषक मित्र। यस मगर बौद्ध शान्ति विहारका आजका यस कार्यक्रमका सभाध्यक्षज्यू र प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र अन्य
मेरा सम्पूर्ण मान्यजनहरू, हामी आज गौरवको दिनमा छौँ, खुसीको दिनमा छौँ। हामीले सोचेकै थिएन। हिजो मगर समुदायहरू सबै हिन्दूवादी थियो, तर अहिले पनि यहाँ हिन्दूवादी पनि छ, क्रिस्चियनवादी पनि छ र बुद्धिस्ट मान्ने ओबावादी पनि हुनुहुन्छ। र पूर्ववक्त चाहिँ हाम्रो महिला सदस्यज्यूले भन्नुभयो, हामी धार्मिक विभेद नगरौँ। तपाईँ हाम्रो कुनै पनि काम कार्य हुँदाखेरि एक आपसमा विभेद नगरिकन सामेल हौँ। क्रिस्चियनकोमा नजाने, ओपाको काममा नजाने, हिन्दूको काममा नजाने भन्ने किसिमको भावना नराखौँ। यसले उहाँ चाहिँ अरू देशहरूमा चाहिँ धार्मिक लडाइँहरू भएको छ। भोलि हाम्रो देशमा पनि यस्तो चाहिँ धार्मिक लडाइँहरू नहोस् भन्न चाहन्छु। साथै समयको अभावको कारणले म धेरै बोल्न चाहेन र आइतबारदेखि हाम्रो विद्यालय निरन्तर रूपमा सुचारू हुने भएकोले सम्पूर्ण अभिभावकज्यूहरूले चाहिँ आफ्ना छोराछोरीहरूलाई विद्यालय पठाइदिनु हुनुको निम्ति अनुरोध गर्दै म धेरै बोल्न चाहेन। मेरो भनाइ अन्त्य गर्दै यो बियर सफल होस्, यसमा हाम्रो पनि साथ सहयोग रहन्छ। जय बुद्ध। धन्यवाद जोशी सर। म मन्तव्यकै क्रमलाई म जोड्न गइरहेका छौँ। मन्तव्यकै क्रममा म जोड्न गइरहेका छौँ। पाक्रेका समाजसेवी थोपबहादुर मगरज्यूलाई छोटो मन्तव्य राखी यिनीहरू हार्दिक अनुरोध गर्दछौँ। आज यो मगर बौद्ध शान्ति विहार कार्यक्रमको सभापतित्व गरिरहनु भएका सभापति महोदय, यस सभामा उपस्थित हुनुभएका विशिष्ट अतिथि दुधकुण्ड नगरपालिका 10 का आदरणीय नगर प्रमुख नामगेल जङ्गु शेर्पाज्यू र आजको यस सभा कार्यक्रममा उपस्थित हुनुभएका यस वडाका प्रमुख वडा अध्यक्ष हुमबहादुर मगरज्यू र यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण बुद्धिजीवी वर्गहरू, शिक्षक वर्गहरू, पत्रकार मित्रहरू सबैमा मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु। र आज यस बौद्ध विहार कार्यक्रममा उपस्थित हुनुभएको यस फतन्जे चैलुङवासी सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनीहरूमा सर्वप्रथम त हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। भन्नु छ आजको महत्त्वपूर्ण दिन हो यो। तपाईँ हाम्रो मानव यो धर्मनिरपेक्ष देश नेपाल भनेर सबैलाई थाहा नै छ, यो घोष भइसकेका कुरोहरू। हाम्रो देश नेपालमा विभिन्न जाति, भाषाभाषी, वेशभूषा यी भइरहेको कुराहरू सबैलाई विरलै छ। र भन्नुपर्दाखेरि हामी क्रिस्चियन, बौद्ध, मुस्लिम, ओपा यी सम्पूर्ण धर्महरू समान छन् भनेर हामीले बुझ्नुपर्दछ। यो धर्मलाई चाहिँ त्यो धर्म यो होइन भन्ने कुराले धर्मलाई विभेद गरेर चाहिँ हामी कुनै पनि कार्यक्रम एउटै गुठी एउटै धारा मदेरामा बस्ने सम्पूर्ण मित्रहरू त्यस धर्म विरोधी नगरिकन जुनसुकै कार्यक्रमहरू गर्दा पर्दा एकजुट भएर सबै एकता अन्तर्हृदयदेखि नै एकता भएर चाहिँ काम अगाडि बढ्न मेरो तर्फबाट शुभकामना छ। र आजको यो तपाईँहरूको मगर बौद्ध विहार शान्ति बौद्ध नै भनौँ बौद्ध कार्यक्रमको चाहिँ महत्त्वपूर्ण दिन हो। र आज मैले पनि 2 शब्द बोल्नु पाएँ र हाम्रो आदरणीय मेयर साहबहरूसँग नि मैले भेटघाट गर्नु पाएँ, यही नै मलाई गौरव छ। र मेरो यो 2 शब्द तपाईँहरूलाई यो बौद्ध कार्यक्रमको चाहिँ तपाईँहरूले चाल्नु भएको अभियान सफलता र शुभकामना दिँदै मेरो 2 शब्द यहीँ अन्त्य गर्न धन्यवाद छ। धन्यवाद। उहाँले मिठो शब्द
राखेर यस मञ्चबाट बिदा भइसक्नु भएको छ। हामी कार्यक्रमलाई ढिला नगरिकन एकदमै छोट्याउने प्रयत्न गर्दैछौँ। मन्तव्यको क्रममा आज यस कार्यक्रमका विशिष्ट अतिथि तथा सोलु दुधकुण्ड नगरपालिका 10 का वडा अध्यक्ष होमबहादुर मगरज्यूलाई आफ्नो मन्तव्य राखिदिनु म हार्दिक अनुरोध गर्दछु। धन्यवाद उत्कर्षज्यू। आजको यस मगरहरूको ऐतिहासिक परिवर्तनका लागि सङ्घार पुगेको र एउटा इतिहासलाई परिवर्तन गर्दै यो स्टेपसम्म आएर आफ्नो केही थलो बनाउनका लागि निमित्त जुन शिलान्यास कार्यक्रमको मिति तय गरेका थियौँ त्यही तय अनुसार यहाँ उपस्थित भएका सम्पूर्ण महानुभावहरूको संयुक्त आयोजनामा कार्यक्रम गरिरहनु भएका यस कार्यक्रमका सभापति महोदय, त्यस्तै यस कार्यक्रमलाई महत्त्वपूर्ण विषयका साथ मनन गर्दै यहाँ उपस्थित हुनुभएका कार्यक्रमका प्रमुख अतिथि सोलु दुधकुण्ड नगरपालिका आदरणीय नगर प्रमुखज्यू, त्यस्तै विशिष्ट अतिथि मेरो 10 नम्बरको वडा सदस्यज्यूहरू, त्यस्तै यस अभियानलाई मूर्त रूप दिनका लागि अहोरात्र खटेर योगदान गर्नुहुने सबैभन्दा पहिला म आदरणीय व्यक्तित्व समाजसेवी भक्त राणा मगरलाई म नाम लिन चाहन्छु। लगायत अलिकति मलाई खुसी लाग्यो, थोरै जति पनि फताञ्जेले काम गर्दै गर्दा यो माहौल करिब करिब अघि पछिको हिसाबमा कम्पेयर गर्ने भने यो 15% मात्रै छ। किनकि आजभोलि अलिकति माना खाएर मुरी उब्जाउने समय भएकाले अलिकति उपस्थित कम भए तापनि यस फताञ्जेले यस संस्थाले राखेको उद्देश्यलाई भित्र मनदेखि के हो भन्ने कौतूहलका साथ टाढादेखि आउनुभएका आदरणीय बाख्रीका सम्पूर्ण टिमलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र त्यस्तै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण फताञ्जेवासी तथा यहाँ खामदीबाट आउनुभएको छ, च्याङ्बोबाट आउनुभएको छ, यो सम्पूर्ण उपस्थित महानुभावहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। प्रसङ्गवश सबै कुरा पूर्व वक्ताज्यूहरूले भन्नुभयो। सबभन्दा फर्स्टमा यति मिठो कुरा राख्नुभयो यहाँ ओम शेर्पा हस्पिटलका म्यानेजर साहब गङ्गुरीजीले यति राम्रो कुरा राख्नुभयो। त्यस पछाडि मेरो वडा सदस्य पासाङपट्टि शेर्पाजीले कति राम्रो कुरा राख्नुभयो। त्यस्तै अहिले बाख्रे स्कुलका व्यवस्था समिति अध्यक्ष पनि हुनुहुन्छ टोपबहादुर मगर, उहाँले कति राम्रो कुरा राख्नुभयो। त्यस्तै पूर्व वक्ता खामदिङ विद्यालयको व्यवस्था समिति अध्यक्षज्यू, खामदिङ विद्यालयकै शिक्षक निमित्त प्रशिक्षकज्यू लगायत सम्पूर्णहरूले यति राम्रो कुरा राखिसक्नु भएको छ। मैले यी कुराहरूलाई सम्पूर्ण वक्ताहरूको कुरालाई ऐक्यबद्धता जनाउँदै मैले पनि केही कुरा थप्न चाहन्छु। स्पष्ट हाम्रो देश धर्मनिरपेक्ष र धार्मिक सहिष्णुता, जो व्यक्तिलाई जुन धर्म मान्न सहज लाग्छ त्यो उहाँले मान्नु पाउनु उहाँको नैसर्गिक अधिकार हो। त्यस्तै यहाँ विभिन्न धर्म मान्ने व्यक्तिहरू हुनुहुन्छ, त्यो एकले अर्कालाई सम्मान गर्नु धार्मिक सहिष्णुता। तथापि हामीले त्यो कुरा अँगालेर हिँडेकै छौँ। यद्यपि 100मा 100%ले त्यो कुरा मान्दैन, त्यसलाई अनौठो कुरा नै मान्न हुँदैन। किनकि कुनै न कुनै हामीले केही कुरा बोल्दै 100% कुरा राम्रो बोल्छु भन्दै गर्दा पनि कतै न कतै हामी चुकेका हुन्छौँ। त्यस्तै एक अर्कालाई सम्मान गर्नुपर्छ भनेर भन्दै गर्दा पनि हुन्छ भन्दै गर्दा पनि उहाँको एउटा कुनै व्यक्तिगत आचरण अथवा केही एउटा स्वभावले त्यो अर्कोप्रति वितृष्णा जागेर केही कुरा राख्नु त्यो एउटा स्वाभाविक हो। तपाईँ हामी यो ऐतिहासिक सङ्घारमा छौँ। तपाईँ हामीलाई त थाहा नै छ धार्मिक परिवर्तन जुन कि यो 200 वर्ष पछि यो हाम्रो परिवर्तन हुँदैछ, गराउँदैछौँ।
अथवा गराउने सङ्घारमा छौँ। त्यो किन भन्दा वास्तविकता के थिए त्यही एउटा आफ्नो ठाउँमा छँदैछ र जुन धर्महरू हामीले मान्दै आइरहेका थिए ती कुराहरूले अध्ययन गर्दै जाँदाखेरि कति कुरा सत्य रहेछ र कति कुरा बिना कारण बिना चाहिँ दबावमा पो थिए क्या भन्ने कुराहरूको पनि हामीले सबै कुरा विश्लेषण गरेर वास्तवमा हामीले गर्नुपर्ने यो पो रहेछ त भन्ने एउटा नाराका साथ र यो मगरहरूले मान्नुपर्ने वास्तविक के हो, मगरको पुर्खाको इतिहास के हो भन्ने कुरालाई मुख्य एजेन्डा लिएर पाल्नु हुने आदरणीय व्यक्तित्व भक्त राणा मगरजी हुनुहुन्छ। उहाँलाई म विशेष आभार व्यक्त गर्न चाहन्छु र उहाँले ल्याउनु भएको अभियानलाई साथ दिँदै हुने सम्पूर्ण साथीहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। किनकि धार्मिक लडाइँ यतिसम्म हुन्छ कि धार्मिक लडाइँ गर्दै गर्दा विश्वयुद्धमा संसारको विश्वयुद्ध र हुँदै गर्दा सबैभन्दा ठुल्ठुलो लडाइँ धर्मकै विषयमा भइरहेको देखिन्छ। तथापि हामी त एकदम त्यो तरिकाले कम्पेयर गर्दा दाँच्दा हामी एकदम कम्ती छौँ, निम्न छौँ। जस्तै यहाँ सबैजना हुनुहुन्छ, बुद्ध धर्म मान्ने पनि हुनुहुन्छ, क्रिस्चियन पनि हुनुहुन्छ, त्यस पछाडि हिन्दू पनि हुनु पर्थ्यो र पक्कै पनि हुनुहुन्छ। उहाँहरू पनि सपोर्ट छ पक्कै पनि होइन। त्यो कारणले गर्दाखेरि एकले अर्कालाई सम्मान गर्न सिकौँ र अहिलेसम्म हामीले गरि नै रहेका छौँ। त्यो एक अर्कामा एउटा वितृष्णा एउटा नराम्रो भ्रम नफैलाउँ, आफ्नो इच्छा हो स्वेच्छा हो। म तपाईँले एउटा उदाहरण दिन चाहन्छु। हामीले जुन धर्म अगालेको छ यो बुद्ध धर्मको पुरानो, मैले केही कुरा म पक्कै पनि यो सम्बन्धी विज्ञ त होइन, तथापि केही कुरा अध्ययन गर्ने सिलसिलामा यो बुद्धको पुरानो धर्म हो जुन पाली भाषा छ। र तपाईँहरू यदि याद गर्नुहोस् शेर्पाहरूको महायानी धर्म पनि आचार्य हुँदै जान्छ। त्यस्तै अघि सुरुवातमा आदरणीय भक्त मामाजीले केही कुरा राख्नुभयो। वास्तविक मगरहरूले आफ्नो भाषामा केही कुराहरू भन्दै गर्दा त्यही नै धर्म हो भन्ने एउटा भ्रम फैलाएको छ। त्यतापट्टि नजाउँ। मैले केही कुरा अध्ययन गर्ने सिलसिलामा केही कुरा बुझेका थिएँ, त्यही कुरा थोरै सेयर गर्छु। र अर्को कुरा मगरले बुद्ध धर्म मान्नुहुन्न, शेर्पाले हिन्दू धर्म मान्नुहुन्न, अनि तपाईँले क्रिस्चियन मान्नुहुन्न भन्ने त्यो कतै लेखेको छैन। त्यो आफ्नो स्वइच्छा हो। तपाईँ हामीलाई कतिलाई त थाहै होला, जब कि सिसाखोलामा मानबहादुर र रामबहादुरको भाइ कान्छो भाइ रुद्रबहादुर बस्नेतजी हुनुहुन्छ। उहाँ त बस्नेत, उहाँका कुल धरना सबै बाहुनमा हुनुहुन्छ। तथापि उहाँले बुद्धिस्टको पनि फेरि महायानी, यसलाई मैले भन्दा अन्यथा नसोच्नु होला, थोरै टिबेटनपट्टि नजिक देखिन्छ र अहिले अलिकति डेभलप भएर पुगेको धर्म के अरे धर्म भन्दा पनि बुद्धिस्टको त्यो हाँगामा देखिन्छ। त्यति हुँदाहुँदै उहाँ एउटा बस्नेतको छोराले महायानी बुद्धिस्टमा मास्टर्स गर्नुभएको छ भनेपछि छेत्रीले चाहिँ बाहुनै लाउनु पर्ने, शेर्पाले लामै लाउनु पर्ने, अनि मगरले लामा लाउनु नहुने, त्यो कतै देखिँदैन र अभ्यासमा पनि त्यो छैन। त्यो कारणले गर्दा हामीले जुन अगालेका छौँ स्पष्ट तपाईँहरूलाई भन्नुपर्दाखेरि हामी यो फतान्जेको मगरले यो धर्म किन अगालेको अथवा यो बुद्धिस्ट धर्मको यो जुन थेरावाद छ नि यसलाई नि किन अगालेको भन्दै गर्दा अरू बुद्धिस्ट पिरियडको 3टा हाँगाभित्र महायानी त्यो पनि हामीले अगाल्न गाह्रो छ, हामीले नसक्ने अवस्था देख्यौँ। उता वज्रयान त्यो झन् डेन्जर कडा हुनुहुन्छ, त्योभित्र हामी तीभित्र रहेर बस्न झन् गाह्रो। त्यो सबै कुराहरू छोडेर योभन्दा अगाडिसम्म त हामीले पुरोहित मानिरहेका थियौँ। तथापि मैले त भोगेको छु। करिब आजभन्दा 14 वर्ष अगाडि मेरो आमा बित्दै गर्दा नोभेम्बरको 18 तारिक हो, मलाई लाग्छ मङ्सिर पुसको महिनामा चाहिँ तल चैलो खोलामा गएर त्यो बेला चाहिँ एक छाके खाएर
अनि त्यो चिसो पानी चाहिँ कति 36 पटक कति लगाउँदाखेरि करिब करिब मेरो ज्यान ब्यालेन्समा आउनलाई करिब करिब 3 वर्ष लाग्यो। यति खच्किदो रहेछ। अनि सबै कुराहरू बुझ्दै जाँदाखेरि मैले त्यति खच्केर पनि पाउनेले चाहिँ के भयो, आखिर मैले चाहिँ मेरो ज्यान निकै कमजोर बनाएँ, भित्र जाने आमाले त के पाउनु भयो, त्यो त कुनै प्रुफ त छैन। त्यो कारण हामीले यो वास्तविकता बुझेर हिन्दूलाई त्यागेर अथवा हिन्दूलाई थाती राखेर हामीले यो बाटो अङ्गालै गर्दा विवाह व्रतबन्धन हामीलाई समस्या छैन, जसरी गर्दा नि भयो। संसारभर यस्तो छ कि विवाह क्रिस्चियनिटीको चाहिँ चर्चमा गएर डङ घन्टी बजाएर विवाह गर्छ, जब उहाँको अन्तिम संस्कार गर्छ त्यो फेरि लामा परेर अन्तिम संस्कार गरिरहेको हुन्छ। त्यसकारण हामीले स्वेच्छा जुन तरिकाले जुन सिस्टमले आफूलाई सजिलो हुन्छ त्यसरी जाने हो। जस्तै हामी मेरो आफ्नै भोगाइमा 14 वर्ष भनेको त म पनि निकै सानो उमेरको थिएँ नि, त्यो बेला भोग्दै गर्दा मैले मेरो ज्यान यति कमजोर बनाएँ, तर मेरो मृत मम्मीले के पाउनु भयो त्यहाँ मलाई देखेको छुइनँ। मलाई त गाह्रो भयो। त्यो किन त्यसो भए जुन हामीले नयाँ राखेको अभियान बुद्धिस्ट धर्मको पनि थेरावाद अङ्गाल्दै गर्दा भनाइछ नि, हामी एकजना लामाले पनि काम गर्न सकिन्छ। त्यस पछाडि बार्नुपर्ने कुराहरू पनि थोरै बार्दा भयो। त्यो कारणले गर्दाखेरि पनि अलिकति आकर्षित भएको यहाँ मलाई लाग्छ कतिपय यहाँ बुबा आमाहरू हुनुहुन्छ, बुढी मेरा हजुरआमाहरू त्यहीँ हुनुहुन्छ। ल उहाँहरूले यतिसम्म भन्नुभएको छ, उहाँहरू यहाँ जिउँदै हुनुहुन्छ। त्यो 12-13 दिन त्यो चिसो पानी खनाएर त्यो नुन नखाएर त्यो दुनियाँ गर्ने काम नगर। अहिले हामी बाँचिन्जेल के खान्छ खुवाऊ, बरु त्यस्तो दुःख नगर भनेर यहाँ भन्दै जिउँदै हुनुहुन्छ। त्यही कुराहरूलाई अगाल्दै गर्दा हामीले वास्तविक कुरा बुझ्दै जाँदा धर्मको कसैको विरोध गरेको होइन र त्यो गर्नु पनि मिल्दैन। त्यो गर्न मिल्दैन, जसले स्वेच्छा आफ्नो तरिकाले मान्न पाइयो त्यो आफ्नो ठाउँमा छ। तर हामीले जुन कर्मकाण्ड कर्म कार्य त ठिक छ, जसले जसरी मनाइने भयो जे गरे नि भयो। जुन अघि मैले उदाहरण दिएँ नि, विकसित देशका मान्छेहरू क्रिस्चियन के अरे घन्टी बजाएर विवाह गर्छ अनि मर्ने बेला लामा लगाएर गर्छ। हामीले त्यो गर्दा नि मिल्यो, स्वेच्छाको कुरा हो। तर हामी त्यो बिना अन्धविश्वासको कुरामा रहेर हामी नफसौँ। कतिपय तपाईँले उखान सुन्नुभयो होला, श्राद्ध गर्दा गर्दै घिउ टन्न रोटी टन्न हुने, अनि बिरालोले दुःख दिएपछि बिरालो बाँधेर श्रद्धा गर्न सुरु गरे अरे। अनि पछि अर्को स्टेपको उसको जेनेरेसन 10 वर्ष पछाडि गए, आज हामी श्रद्धा गर्न लागिरहेको थियौँ, बिरालो खोज्दा खोज्दा हम्मे भयो बिरालो नपर यस्तो गाह्रो भयो भन्दैछ। तर त्यो बिरालो किन बाँधेको भन्दा बिरालो त त्यो जुठा हाल्छ भन्दै बाँधेको रहेछ। तर यस्तो बनाइदियो कि बिरालो श्राद्ध गर्नु पनि बिरालो बाँध्नै पर्छ भन्ने कुरा एउटा अर्को जेनेरेसन त्यो कुरा पुगेछ क्या। हामी त्यस्तै कुराहरू कतिपय कुरामा त्यो हामी त्यसरी चुकेका रहेछौँ, चुकेका छौँ अझै पनि। ती कुराहरूलाई हामी परिमार्जन गर्दै जाउँ है भनेर जुन आदरणीय भक्त मामाज्यूले जापानमै रहेर पनि यो किसिमको अभियान ल्याउनु भयो र यो पहिला हामीले केही कुरा अध्ययन गऱ्यौँ, ठिक छ, त्यसो भए हामी यसैमा जाउँ त भनेर भन्दै गर्दा आज यस स्थितिमा आइपुगेको छ। र म आदरणीय नगर प्रमुखज्यूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु, किनकि यसभन्दा अघिल्लो आर्थिक वर्षमा पनि हाम्रो करिब करिब नगरपालिकाभित्रको एउटा प्रावधान हुन्छ, यदि बजेट कुन के क्षेत्रमा लाउँ कुन के क्षेत्रमा लाउँ भनेर भन्ने प्रावधान हुन्छ। अनि यतिसम्म पुग्यो यो गुम्बा र यो गुठी घर यस्तो कुरामा हामी नगरौँ भन्ने कुरा नगर कार्यपालिका टिममा त्यो कुरा नियम बनाएका थियौँ। तर तथापि त्यो नियमलाई पनि मैले आदरणीय मेयर साहबलाई रिक्वेस्ट गरेँ, मेयर साहब यो पूर्वाञ्चलको यो मगरहरू एउटा बुद्ध धर्मपट्टि अगाल्दै गर्दा बुद्ध धर्मपट्टि यसरी केही बाटो समातेर अगाडि बढ्दै गरिरहेको छ, यसो प्लिज यसलाई मेरो कुराले थोरै सम्बोधन गरिदिनुहोस् न भनेर एक शब्द भन्दै गर्दा आदरणीय मेयर साहबले हुन्छ भनेर एक्सेप्ट गरिदिनु। कुनै त्यति बेला हेर्नुहोस् योभन्दा अघिल्लो आर्थिक वर्षमा हामीले त काम गर्न सकेनौँ, अलिकति जग्गाहरूको व्यवस्था नभएर। त्यो बेला यदि याद गर्नुहोस् कुनै पनि ठाउँमा 2 नम्बरमा
एउटा बनिरहेको गुम्बाको लागि थोरै बजेट बाहेक गुम्बा र यो गुठी भवन भन्ने शीर्षकमा कुनै ठाउँमा बजेट छैन। जम्मा 10 नम्बरमा मात्रै मेरो विकासलाई मेयर साहबले मनन गर्नुभयो, त्यो बजेट दिनुभएको, त्यो म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र अब त झन् मेयर साहबकै पछाडि यति सम्पन्न बिहारको चाहिँ डिपिआर हजुरकै अगाडि हामी राखेका छौँ। अझै हजुरलाई अलिकति अभिभावक अलिक बढेको हो कि जस्तो लागिरहेको छ मलाई। कोसिस गरौँ, पक्कै पनि मेयर साहबले केही कुराहरू सम्बन्धन गर्नुहुनेछ भन्ने कुरा मैले मेरो व्यक्तिगत तर्फ र यहाँ उपस्थित आम बुद्धप्रेमी महानुभावहरूको पक्कै पनि केही कुरा मेयर साहबले मनन गर्नुहुन्छ भन्ने मलाई लागेको छ। र मैले अलिकति बेसी बोलेँ, माफी चाहन्छु। बोल्दा बोल्दै दन्ते कथाहरू मिसाउँदै अलिकति बेसी बोलेँ। पक्कै पनि मैले बोलेको कुराहरू केही कुराहरू हजुरले बुझ्नुभयो होला। र अन्तिममा हामी जुन धर्म मान्छौँ अर्को धर्मलाई आफूले जुन धर्म मान्छौँ, जुन इच्छा लाग्छ त्यो धर्म मान्ने र अरूले मानेको धर्मलाई सम्मान गर्ने बानी गरौँ। त्यो पार्टीले गरेको, त्यो धर्मले गरेको त्यहाँ जानुहुन्न भन्ने जुन आफ्नो भित्री त्यो नराम्रो भावना छ, सङ्कुचित त्यो नराम्रो सोचाइ छ, त्यो कुरालाई पाइतालाबन्दी राखेर एकले अर्कालाई सम्मान गरौँ। र हामीले जुन अभियान राखेको छ, यो ऐतिहासिक अभियान, यो अभियान सफल पार्नको लागि यो तपाईँहरूको यो उपस्थित र त्यस पछाडि जुन टाढादेखि आउनुभएको थियो बाख्रेका साथीहरू, उहाँहरूलाई म विशेष आभार गर्न चाहन्छु। र फेरि मैले भनेको कुराहरू ध्यान दिएर सुन्ने तपाईँहरू सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हार्दिक आभार व्यक्त गर्दै मेरो भनाइ यही अन्त गर्छु। हस्, धन्यवाद। धन्यवाद ओम सरलाई। उहाँले वास्तवमा हामी यो बुद्ध धर्म किन मान्दैछौँ भन्ने कुराहरू प्रष्ट रूपमा प्रस्ट्याएर गइसक्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यहाँ उपस्थित हाम्रो कार्यक्रमलाई स्वीकारेर आउनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू भन्दाखेरि पनि विशेष आमा बुबाहरू हुनुहुन्छ। अघि होम सरले भने जस्तै माना रोपेर मुरी उब्जाउनको लागि अहिले एकदमै व्यस्तता छ। त्यसकारण यहाँ उपस्थिति हेर्दाखेरि पनि अलिकता बुढाबुढी मात्रै देख्छौँ। उहाँहरूले एकदमै ध्यानपूर्वक र राम्रोसँग चाहिँ सुनेर बसिदिनु भएको पनि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छौँ। आज तपाईँलाई यहाँ चिया खाँदा अचम्म लागिरहेको होला। सधैँ यो पार्टीमा यहाँ बिहा हुन्थ्यो, के हुन्थ्यो, त्यतिखेर तपाईँहरू जाँड खाएर रौस खाएर यतिखेर नाच्दै हुनुहुन्थ्यो होला। आज चिया खाँदाखेरि धैर्य गर्नु चाहिँ अलिकति गाह्रो भयो होला। तैपनि तपाईँहरू मजाले सुनेर बसिदिनु भएको छ, त्यसको लागि विशेष धन्यवाद दिँदै म कार्यक्रमलाई छोट्याउन चाहन्छु। मगर बौद्ध शान्ति विहार शिलान्यास कार्यक्रमका प्रमुख अतिथि तथा 16 दुधमा नगरपालिका नगर प्रमुख नामगेल जङ्गु शेर्पाज्यूलाई आफ्नो मन्तव्य राखिदिनु म हार्दिक अनुरोध गर्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, कार्यक्रमका अध्यक्ष, मगर बौद्ध शान्ति विहारका अध्यक्षज्यू, त्यसै गरी यस निर्माण समितिका अध्यक्ष अभियन्ता वक्ता थापा मगरज्यू, यस वडाका वडा अध्यक्षज्यू, महिला सदस्य लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरू, ओङसु मेमोरियल अस्पतालका म्यानेजिङ म्यानेजर, त्यसै गरी मञ्चमा आसीन सम्पूर्ण सम्मानित व्यक्तित्वहरू र यस शिलान्यास कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण फतन्जेवासी दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम यहाँहरूलाई म हार्दिक जोडले भन्न चाहन्छु, प्रसिद्धिले व्यक्त गर्न चाहन्छु। सँगसँगै आज यो मगर बौद्ध शान्ति विहारको
शिलान्यास कार्यक्रममा उपस्थित हुन पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। यो निर्माणले सार्थकता पाओस् शुभकामना व्यक्त गर्न चाहन्छु। धेरै साथीहरूले अत्यन्तै महत्त्वपूर्ण कुराहरू यहाँ राखिसक्नु भएको छ। म धेरै साथीहरूको यो महत्त्वपूर्ण बनाइरुप्रति म सहमत छु। यहाँहरूले अगाडि सारेको सम्पूर्ण कुराहरूप्रति मेरो ऐक्यबद्धता जाहेर गर्न चाहन्छु। वास्तवमा यहाँहरूले जुन रूपमा अहिले मगरहरूको मौलिक धर्म बुद्ध धर्म हो भनेर जुन यहाँहरूले महसुस गर्नुभएको छ, यहाँहरूले अध्ययन गर्नुभएको छ र त्यो अध्ययन पश्चात तपाईँहरू पुनः आफ्नो मौलिक धर्मतिर फर्किने तपाईँहरूले कोसिस गर्नुभएको छ। म यहाँहरूप्रति प्रशंसा गर्न चाहन्छु। अघि साथीहरूले भने जस्तै धर्म कसैको ठुलो सानो हुँदैन। धर्म सबै समुदायको आफ्नो धर्म हुन्छ र सबैको धर्मप्रति हामीले सद्भाव र ऐक्यबद्धता जनाउनुपर्छ। चाहे त्यो बुद्ध धर्म होस्, चाहे त्यो हिन्दू धर्म होस्, चाहे त्यो किराँत धर्म होस् अथवा क्रिस्चियन धर्म किन नहोस्, सबै धर्म सबैको लागि महत्त्वपूर्ण छ। सबैको लागि आफ्नो धर्म ठुलो छ र त्यसको लागि हामीले त्यसप्रति सम्मान व्यक्त गर्नुपर्छ। हाम्रो धर्म कसैको धर्मभन्दा हाम्रो धर्म ठुलो हो, कसैको धर्म हाम्रोभन्दा सानो हो भन्नेतिर हामी जानु हुँदैन। अहिले नेपाल मात्र यस्तो राष्ट्र हो जहाँ बुद्ध जन्मेर संसारभरि प्रख्यात भएको छ र बुद्धले तपाईँ हामी सबैलाई एउटा सद्मार्गमा हिँड्नको लागि दिशानिर्देश गरेको छ। तथापि यो देशमा हिन्दू धर्मको बाहुल्यता छ, अरू धर्महरू पनि छन्। हामी सबै मिलेर बसेको छौँ। हामीले एकले अर्कालाई सम्मान गरेको छौँ। हामीले एक अर्काको धर्मप्रति हामीले सद्भाव र सहिष्णुता हामीले व्यक्त गरेको छौँ। त्यस कारणले गर्दाखेरि आज नेपाल एउटा चाहिँ विश्वको लागि एउटा नमुना राष्ट्रको रूपमा परिचित छ। आज विभिन्न तपाईँको देशहरूमा धर्मको नाममा बेमेल, वैमनस्यता, युद्ध समेत हुने गरेको छ। तर हाम्रो देश यस्तो उदाहरणीय देश हो। हामी सबै जाति समुदायको धर्म, संस्कार, संस्कृति, रीतिरिवाजप्रति हामी अत्यन्तै सम्मान व्यक्त गर्दछौँ। एक आपसमा हामी मिलेर बसेको छौँ। त्यस कारणले मलाई यो देशको हामी यो देशको नागरिक हुन पाउनुमा हामीले गर्व गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि आज यहाँ तपाईँको मगर हिन्दू पनि हुनुहुन्छ, मगर बुद्धिस्ट पनि हुनुहुन्छ, मगर क्रिस्चियन पनि हुनु होला, तामाङमा पनि छ, गुरुङमा पनि छ, सबैमा छ। यो अघि साथीहरूले भने जस्तै नेपालको संविधानले अहिले जुन धर्मनिरपेक्षता घोषणा गरेको छ र त्यो धर्म निरपेक्षभित्र धार्मिक स्वतन्त्रता छ। सबैलाई आफूलाई आस्था लागेको धर्म, आफूलाई विश्वास लागेको कुराहरू मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको छ। त्यस कारणले गर्दाखेरि तपाईँ हामीलाई जुन धर्ममा हामीलाई आस्था लाग्छ, विश्वास लाग्छ, हामी त्यतैतिर जाने हो। त्यसमा कसै तपाईँहरू यो कुरामा किन लाग्नुभयो भनेर प्रश्न गर्ने अधिकार कसैलाई छैन। त्यस कारणले गर्दाखेरि म एउटा जनप्रतिनिधिको हिसाबले
सोलुतुकुरा नगरपालिकाभित्र काम गर्दै गर्दाखेरि मैले सबै धर्महरूलाई कसैले भेदभाव नगरिकन एकैचोटि लिएर जाने कोसिस गरेको छु। सबै धर्म र सबैको चाहिँ आस्थाप्रति सम्मान प्रकट गरेको छु र सहयोग पनि गरेको छु र हामीले गर्ने यसरी नै यो कुरा म यहाँलाई व्यक्त गर्न चाहन्छु। अब यहाँ बुद्ध धर्मको धेरै राम्रो कुराहरू छन्, सबै धर्मको राम्रो कुराहरू छ, केही कुराहरू कमी कमजोरी पनि होला, तर त्यसलाई हामीले सुधार्दै लानुपर्छ। यद्यपि बुद्ध धर्म चाहिँ तपाईँको जीवन दर्शन हो। बुद्ध धर्मले धेरै राम्रो कुराहरू सिकाएको छ। अब यहाँ बुद्ध धर्मको हाम्रो चाहिँ वापाजु हुनुहुन्छ, उहाँले धेरै कुराहरू राख्नु होला। बुद्ध धर्ममा पनि धेरै सेक्सनहरू छन्, त्यहाँ महायान, हिनयान, वज्रयान, तन्त्रयान, त्यो भित्र पनि चाहिँ निङमा, त्यसपछि गेलो, अनि त्यसपछि थेरवाद, विभिन्न सेक्सनहरू छ हैन। त्यसको आफ्नै व्याख्याहरू छ, तर त्यो सबैको मूल धर्ममा भनेको बुद्ध धर्म र बुद्ध धर्मले सिकाएको कुराहरू चाहिँ त्यो भित्र 4 आर्य सत्य भन्ने छ। त्यो एकदम बुझ्न जरुरी छ। 4 आर्य सत्य भनेको के हो भने यो संसारमा दुःख छ, यो संसारमा दुःखको कारण छ, त्यसको अन्त्य छ र त्यो दुःखको अन्त्य गर्ने उपाय पनि छ भन्ने कुराहरू त्यो 4 आर्य सत्यभित्र छ। र त्यो 4 आर्य सत्यभित्र के छ भने दुःख किन हुन्छ भनेर भन्दाखेरि दुःख चाहिँ हामीले धेरै लोभ गर्दाखेरि दुःख हुन्छ, हामीले धेरै रिस गर्दाखेरि दुःख हुन्छ हैन। अब धेरै मायामोह गर्यो भने पनि दुःख हुन्छ। यो सबै चाहिँ दुःखको कारणहरू छ। तर यो सबैलाई त्याग्न सक्यो भने त्यो दुःखको अन्त्य पनि छ। जुन दिन त्यो दुःखको अन्त्य हुन्छ त्यो दिन तपाईँ बुद्ध भन्न सक्नुहुन्छ। या धेरैलाई यो बुद्ध कसरी भन्ने मान्छेहरूको जिज्ञासा छ। तपाईँ हामीले पनि चाहियो भने तपाईँ हामी पनि बुद्ध बन्न सक्छौँ। तर बुद्ध हुनको लागि हामीले के त्याग्नु पर्यो? रिस त्याग्नु पर्यो, डाहा त्याग्नु पर्यो, लोभ त्याग्नु पर्यो, मायामोह त्याग्न सक्नु पर्यो। यो सबै कुरा त्याग्ने हो भने हामी बुद्ध बन्न सक्छौँ। अर्को बुद्ध धर्ममा महत्त्वपूर्ण कुरा के छ भने पञ्चशील भन्ने छ। पञ्चशील भनेको के भने 5वटा शीलहरू। त्यसमा झुटो नबोल्ने हैन, अनि त्यसपछि मादक पदार्थ सेवन नगर्ने लगायतको धेरै कुराहरू छ। यो सबै कुराहरूलाई त्याग्न सक्यौँ भने हामी बुद्ध बन्न सक्छौँ। त यो बुद्ध बन्न किन आवश्यक छ भने बुद्ध भनेको चाहिँ जीवन दर्शन हो। हामी कसरी एकदम चाहिँ खुसी भएर बाँच्न सकिन्छ, कसरी शान्तिपूर्ण ढङ्गले बाँच्न सकिन्छ भन्ने कुराहरू एउटा चाहिँ जीवनको मार्गदर्शनको रूपमा बुद्धले दिएको धेरै उपदेशहरू जीवन उपयोगी छ। त्यस कारणले हामीले बुद्ध धर्मलाई केही हदसम्म हामीले त्यसलाई पछ्याउन सक्यौँ भने हामीलाई शान्ति मिल्छ, हामीलाई मुक्ति मिल्छ र मोक्ष मिल्छ भन्ने कुरा हो। र यो कुराहरू लगभग अरू धर्ममा पनि त्यही हो। त्यस कारणले गर्दाखेरि अहिले जुन रूपमा तपाईँहरूले चाहिँ यो बिहार स्थापनाको लागि पहल कदमी लिनुभएको छ, म भक्तबहादुर थापा मगरज्यूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रो वडा अध्यक्षज्यू लगायत हाम्रो धर्मराज मगरज्यू हाम्रो आदरणीय यहाँको चाहिँ अभिभावक पनि हुनुहुन्छ, लगायत यहाँ हाम्रो धेरै साथीहरू हुनुहुन्छ। सबैलाई यो धार्मिक सहिष्णुता कायम गर्नको लागि, सबै धर्मप्रति सम्मान आस्था प्रकट गर्नको लागि र आपसी सद्भाव र हाम्रो बिचको सम्बन्धलाई अझ बलियो बनाउनको लागि तपाईँहरूले खेलेको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ र त्यसप्रति म तपाईँहरूलाई हार्दिक प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु। र अब यो बिहारको चाहिँ शिलान्यासको काम सुरु भएको छ। नगरले केही बजेट
अहिले विनियोजन गरेर यसलाई सुरु गरेका छौँ। अब यहाँ अघि साथीहरूले यसलाई चाहिँ विभिन्न चन्दादाताहरूबाट पनि चाहिँ सहयोग सङ्कलन गरेर यसलाई पूर्णता दिने भन्ने कुराहरू पनि छ र सोलुतुतुमा नगरपालिकाले आगामी दिनमा पनि यो संरचनालाई पूर्णता दिनको लागि थप बजेटहरू विनियोजन गर्दै यहाँको एउटा चाहिँ धार्मिक आस्थाको केन्द्र यो फतन्जे डाँडामा बनाउनको लागि र यो तपाईँहरूले राखेको पवित्र उद्देश्यलाई पुरा गर्नको लागि सोलुतुतुमा नगरपालिका र नगरपालिका प्रमुख यहाँको साथमा छ भन्ने कुरा पनि यहाँ राख्नु र सँगसँगै यहाँ विकास निर्माणको धेरै कुराहरू भएको छ। म कहिलेकाहीँ अरू वडातिर जाँदाखेरि मेयर साहब तपाईँ अलि बढी टाप्टिङमा जोडबल गर्नुभएको छ, टाप्टिङमा अलिकति विकास निर्माण बढी त्यहाँ केन्द्रित भएको छ भन्ने गुनासोहरू पनि आएको छ। अहिले टाप्टिङलाई यसो हेर्दाखेरि वास्तवमा टाप्टिङको विकास निर्माणको हिसाबले हामी धेरै अगाडि बढिसकेको अवस्था छ। यो क्षेत्रमा सञ्चार सुविधाकोदेखि सडक सञ्जालदेखि ग्रामीण विद्युतीकरणकोदेखि यो क्षेत्रको पुल पुलेसाको कुरा, स्वास्थ्य चौकी के अरे चाहिँ अस्पतालको कुरा, यहाँको चाहिँ विद्यालयको चाहिँ पूर्वाधार निर्माणको कुरा, कृषिको कुरा लगायत यो क्षेत्रमा चाहिँ एम्बुलेन्स सेवादेखि लिएर हरेक कुराहरू अगाडि बढिसकेको अवस्था छ। हामीलाई सङ्घीय सरकारबाट प्रदेश सरकारबाट हामीले धेरै ठुलो सहयोगहरू हामीले प्राप्त गर्न सकेनौँ, तर हामी हाम्रो नगरपालिकाको सीमित स्रोत साधनको बावजुद पनि हामीले यो 10 नम्बर वार्डलाई हामीले केन्द्रबिन्दुमा राखेर हामीले काम गरेका छौँ। त्यस कारणले गर्दाखेरि आज यो क्षेत्रमा विकास निर्माणको कामहरू एकदम चित्तबुझ्दो ढङ्गले अगाडि बढेको छ। दिगो विकासको चाहिँ रूप यो क्षेत्रले लिइसकेको छ। त्यसको लागि हाम्रो वडा अध्यक्ष उहाँ युवा हुनुहुन्छ, मिजासिलो हुनुहुन्छ, अत्यन्तै सशक्त हुनुहुन्छ र सबभन्दा राम्रो उहाँ अत्यन्तै सकारात्मक सोचका धनी हुनुहुन्छ र उहाँको नेतृत्वमा हाम्रो सम्पूर्ण वडा सदस्यहरू पनि त्यत्तिकै सक्रिय भएर यो क्षेत्रको विकास निर्माणको लागि लाग्नु भएको छ। म उहाँलाई पनि उहाँहरूको योगदानप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु। अब अहिले हाम्रो वडा कार्यालय जीर्ण छ, नगरपालिकाले बजेट विनियोजन गरेर आज वडा कार्यालय अत्यन्तै मलाई लाग्छ सबैभन्दा पछिल्लो यो धेरै वडाहरूमध्ये सोलुखुम्बु जिल्लाको 52वटा वडाहरूमध्ये अहिले हामीले नगरपालिकाबाट 3टा टेन्डर गरेको वडा कार्यालयहरू 1 नम्बर वडा, 8 नम्बर वडा र यो 10 नम्बरको वडा कार्यालय चाहिँ अत्यन्तै मजबुत, यहाँको चाहिँ भूगोल सुहाउँदो र अत्यन्तै सुविधा सम्पन्न वडा कार्यालय भवनहरू भन्दैछु। भर्खर म त्यहाँबाट आएँ, वडा कार्यालयको भवन देखेर मलाई अत्यन्तै खुसी पनि लागेको छ। यति मजबुत, एकदम ठुल्ठुलो भोलि तपाईँहरू सभा सम्मेलन गर्न चाहिँ त्यहाँ चाहिँ मिल्ने, त्यहाँ चाहिँ विकास निर्माणको लागि एकदम चाहिँ गहन रूपमा छलफल गर्ने थलो, भोलि विभिन्न चाहिँ त्यो क्षेत्रको चाहिँ विभिन्न संस्कृतिहरू, विभिन्न चाहिँ कल्चरल पर्फर्मेन्सहरू गर्न मिल्ने बहुउपयोगी भवन त्यहाँ अब निर्माणको अन्तिम चरणमा पुगेको छ। हामी त्यसलाई पनि चाँडै सम्पन्न गरेर हामी उद्घाटन गर्छौँ। अर्को कुरा, यो क्षेत्रको पर्यटनकोले पनि पछिल्लो चरणमा अत्यन्तै गति लिएको छ। अहिले तपाईँको दापदेखि यो माथिल्लो क्षेत्रमा चाहिँ जाप्रे, कामरुचे, समसिङ हुँदै पिके क्षेत्रमा चाहिँ दिनानुदिन सयौँ पर्यटकहरूको गुइचो त्यहाँ छ। त्यहाँनिर चाहिँ यहाँको मान्छेहरूले त्यहाँ अहिले चाहिँ बिस्तारै बिस्तारै लजहरू बनाउने, त्यहाँ होटलहरू बनाउने काममा पनि यहाँ लाग्नु भएको छ। त्यसको अलावा यहाँको चाहिँ कृषिको चाहिँ पनि अत्यन्तै ठुलो सम्भावना भएको ठाउँ। यहाँ स्याउ, किवी, आलु, मकै लगायत यहाँ धेरै कृषिको सम्भावनाहरू छ। नगरपालिकाले पनि त्यसमा विशेष ध्यान दिएको छ। त्यस कारणले गर्दाखेरि अब हाम्रो क्षेत्र बिस्तारै बिस्तारै समृद्धिको यात्रामा हामी अगाडि बढेको अवस्था छ। अब हामीले नगरपालिकाले गर्नुपर्ने धेरै कुराहरू, हाम्रो धर्म संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने कुरा, हाम्रो चाहिँ पर्यटन क्षेत्रको प्रवर्धन गरेर त्यहाँबाट चाहिँ आर्थिक गतिविधिलाई
बढावा दिने कुरा, हाम्रो यो क्षेत्रको चाहिँ भौतिक पूर्वाधारहरू निर्माण गरेर यहाँको चाहिँ जनजीविकालाई अझ सहज बनाउने कुराहरूमा हामी दिनरात लागेको अवस्था छ। त्यति मात्रै नभइकन नगरपालिकाको अहिले तपाईँको सबै 11वटा वडाहरूमा तपाईँले हेर्ने हो भने हामी एकदम समान ढङ्गले चाहिँ हामी लागेका छौँ। त्यस कारणले गर्दाखेरि अहिले म तपाईँहरूको नगरपालिकाको प्रमुखको रूपमा तपाईँले यो ठाउँमा मलाई स्थापित गरेको म आज 8औं वर्ष मैले पुरा गरिसकेको छु। अब यहाँले सेवा गर्ने मौका दिनुभएको छ, यहाँको योगदान छ र यहाँको चाहिँ योगदान, यहाँको मतदानलाई उच्च कदर गर्दै हामी पनि दिनरात खटिराखेको अवस्था। हामीलाई तपाईँले जुन जिम्मेवारी सुम्पाउनुभयो, तपाईँले जुन विश्वास हामीमाथि तपाईँले गर्नुभयो, त्यसलाई हामीले कहीँ तलमाथि पर्न नदिइकन दिनरात, चाहे कोरोनाको बेलामा होस् अथवा चाहे बाढी पहिरोको बेलामा होस्, हामी यहाँ दिनानुदिन आएर तपाईँहरूको नजिक रहेर तपाईँहरूलाई स्थानीय सरकार भनेको जनताको सरकार, जनताको चाहिँ सबैभन्दा नजिकको सरकार हो भने अनुभूति दिलाउनको लागि हामी लागि परेका छौँ र लागि पर्नेछौँ। र अब यो क्षेत्रको विकास निर्माणको सबै कामलाई हामी अगाडि बढाउनको लागि एकदम प्रतिबद्ध भएर हामी लाग्नेछौँ। अहिले हामीले चाहिँ यो क्षेत्रमा एउटा चाहिँ प्रहरी चौकी र एउटा ब्याङ्कको शाखा खोल्ने भनेर हामी लागै छौँ। विविध कारणले त्यो सफल हुन सकेको छैन, तैपनि हामी चाँडै यहाँ ब्याङ्कको शाखा खोल्नको लागि, सुरक्षाको लागि प्रहरी चौकी चाहिने र प्रहरी चौकीको लागि हामीले गृह मन्त्रालयसम्म यहाँबाट चाहिँ जिल्लाको शान्ति सुरक्षा त्यहाँ चाहिँ समिति मार्फत हामीले निर्णय गरेर माथि पठाएका छौँ। अब नेपाल सरकारको पनि अब यो चौकीहरू ठाउँ ठाउँमा राख्नको लागि उहाँहरूको आर्थिक दायित्व बढ्ने, जनशक्तिहरू अझ बढाउनु पर्ने, यहाँको मात्रै नभएर विभिन्न ठाउँबाट यो खालको मागहरू आएपछि के गर्ने भनेर गृह मन्त्रालयले, नेपाल सरकारले अहिले पनि चाहिँ त्यो खालको निर्णय गर्न सकेको छैन। तर हामीले यहाँ आवश्यक छ, जसरी भए पनि हुनुपर्छ भने प्रत्येकचोटि काठमाडौँ जाँदाखेरि गृह मन्त्रालयमा एकचोटि पुगेर त्यहाँको शान्ति सुरक्षा महाशाखामा पुगेर हामीले तपाईँहरूको एजेन्डालाई अगाडि सार्ने कोसिस गरेका छौँ। त्यस कारणले गर्दाखेरि तपाईँ ढुक्क भएर तपाईँहरू अगाडि बढ्नुहोस्। यो क्षेत्रमा जति विकास निर्माण, जति उपलब्धिहरू हामीले हासिल गरेका छौँ त्यसको लागि तपाईँहरूको सबैको सदस्यता छ। तपाईँले साथ सहयोग दिनुभएको छ, तपाईँले हामीलाई सकारात्मक ऊर्जा दिनुभएको छ, तपाईँले विभिन्न छलफलमा भाग लिनुभएको छ, महत्त्वपूर्ण सल्लाह सुझावहरू तपाईँहरूले अन्तर्क्रिया मार्फत दिनुभएको छ। तपाईँहरूको साथ सहयोगले नै आज हामी यो चाहिँ गतिमा, यो दिशामा हामी अगाडि बढेको छ। त्यस कारणले गर्दाखेरि यो सबैको श्रेय तपाईँलाई जान्छ भन्ने कुरा व्यक्त गर्न चाहन्छु। र अन्तमा यो चाहिँ बौद्ध शान्ति विहारले चाँडै पूर्णता पाओस् र त्यसलाई पूर्णता दिनको लागि सोलुतुतुना नगरपालिका सधैँ तयार छ र भोलि चाहिँ विभिन्न बजेट मार्फत विनियोजन गरेर हामीले हाम्रो स्रोत साधनले साथ दिएसम्म तपाईँलाई साथ सहयोग गर्ने कुरा राख्दै म बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद। बेर साहबले धेरै राम्रो कुरो गरेर यस मञ्चबाट बिदा भइसक्नु भएको छ। वास्तवमा उहाँले सबै धर्मलाई सम्मान गर्दै बुद्ध धर्मको विषयमा उहाँले विशेष तपाईँहरूलाई प्रष्ट रूपमा प्रस्ट्याएर पनि गइसक्नु भएको छ। त्यसै गरी अहिले हामीहरू यो बुद्ध धर्ममा लाग्दै गर्दा, बुद्धिस्टमा लाग्दै गर्दा तपाईँहरू त्यसलाई निरन्तर गर्नुहोस्। तपाईँहरूको मौलिक धर्म बुद्धिस्ट हो भन्नु पनि भएको छ। त्यो भन्नुको मौलिक भन्नुको अर्थ के हो भने पहिला हामीले हाम्रो पुर्खाले मानेको धर्म त पक्कै पनि बुद्धिस्टै थियौँ। यो बिचमा कतै हामी चुकेको अवस्थाले फेरि पुनः पनि हामी फर्केर फेरि हामी बुद्ध धर्ममा जान्नलाई अलिकति हामीलाई गाह्रो भएको अवस्था त पक्कै पनि छँदैछ। उहाँले त्यो कुरोलाई समेत प्रयास भइसकेको छ र म कार्यक्रमलाई त्यति म ढिलो नगरिकन अब कार्यक्रमको अन्तिम चरणमा पुगिसकेका छौँ। विशेष मगर बौद्ध शान्ति विहार शिलान्यास कार्यक्रममा आउनुभएका सम्पूर्ण निमन्त्रणलाई स्वीकारेर आउनुभएका सम्पूर्ण
अतिथिज्यूहरूलाई विशेष म धन्यवाद दिन चाहन्छौँ। यसै गरी यो निमन्त्रणलाई स्वीकारेर आउनुभएका तमाम खामथिङ फतन्जे च्याङबाका आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। र यो बिहारको लागि अथवा बुद्ध धर्म गर्नुपर्छ है भनेर चाहिँ अभियन्ता गर्नुहुने मेरो आदरणीय बाजे भक्त राणाज्यूलाई विशेष धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी यही बिहारको निम्ति सम्पूर्ण तमाम सबैले आफ्नो आफ्नो ठाउँबाट ठुलो सहयोग गर्नुभएको छ। तन मन धन तिनटै कुरा लगाएर सहयोग गर्नुभएको छ। उहाँहरू सम्पूर्णलाई म विशेष धन्यवाद दिन चाहन्छु। र हाम्रो यस बुद्ध धर्म गुरु प्रमुख गुरु हाम्रो भैराज मगर हुनुहुन्छ। उहाँलाई पनि म विशेष उहाँले चाहिँ यसको लागि धेरै प्रयास गरेर चाहिँ उहाँ गुरु हुनुभएको छ। उहाँ यो धार्मिक गुरु मात्र नभएर हाम्रो संस्कार संस्कृति सबै कुरालाई हामीलाई अगाडि बढाउनको लागि उहाँले धेरै सहयोग गर्नुभएको छ। उहाँलाई विशेष म धन्यवाद दिन चाहन्छु। र म कार्यक्रमलाई म अन्तिम गर्न गइरहेका छौँ। अब यहाँ खाजा पनि आइसकेको अवस्था, यसो खाजा पनि खाऊँ। र म उद्घोष गर्दै गर्दा मैले केही कमी कमजोरी भयो होला, बोल्दाखेरि पक्कै पनि कमी कमजोरी हुनसक्छ। त्यसको लागि म माफी चाहन्छौँ। आज मगर बौद्ध शान्ति विहार शिलान्यास कार्यक्रम तथा यस शान्ति विहार संस्थाका संस्थापक अध्यक्ष तथा आजको कार्यक्रमका सभापति धर्मराज मगरज्यूलाई कार्यक्रम विसर्जन गरिदिनु न हार्दिक अनुरोध गर्दै म पनि संस्थापक समितिका सचिव तथा म अहिले तपाईँहरू यो गुठी भवनमा बस्दै गरेको गुठीको अध्यक्ष म बिदा हुन चाहन्छौँ। धन्यवाद। धन्यवाद उद्घोषकज्यू र यस शिलान्यास कार्यक्रमका प्रमुख अतिथिज्यू साथै सोलु दुधकुण्ड नगरपालिका प्रमुखज्यू र साथै हाम्रा यस सोलु दुधकुण्ड नगरपालिका वार्ड नम्बर 10 अध्यक्षज्यू लगायत सदस्यज्यूहरू र यस मगर बौद्ध शान्ति विहारमा उपस्थिति र शान्ति विहारका शिलान्यास कार्यक्रमलाई पढ्नका लागि उपस्थिति हुनुभएका हाम्रा बौद्ध विहार गुरु ओप्पा भैराज मगरज्यू र साथै यहाँ यस विहारलाई पूर्णता दिनका लागि निर्माण समिति बनिएर निर्माण समितिका अध्यक्षमा रहनुभएको भक्त मगरज्यू र यस विहारलाई पूर्णता दिनका लागि यहाँ उपस्थिति हाम्रा छिमेकी बाख्रे वडा नम्बर सिद्धिचरण नगरपालिका 6 वडा नम्बर 7 6 मा रहनुहुने
साबिक 8मा रहनुहुने बाख्रे निवासी भाइहरूलाई मेरो तर्फबाट धेरै धन्यवाद दिन चाहे र यहाँ सम्पूर्ण आज ज्ञात अध्याय यस उपस्थिति सम्पूर्ण पदाधिकारीहरू तथा तहतकोमा रहनुभएको आमा बाबा दाजुभाइ दिदीबहिनीहरू कोही पनि यस बौद्धप्रति आस्था भएर यस बौद्ध विहार बनेकोमा तपाईहरू सबै खुसी साथले उपस्थिति भइदिएकोमा म यस मगर गाउँ र मगरले बोल्दै गरेको हुँदा म जोरले भन्नु चाहन्छु र टैसिदले भन्नु चाहन्छु र यस बुद्ध विहार सम्बन्धमा लगायत हामीले बुद्ध मगरले किन मान्छौँ भन्ने सम्बन्धमा वक्ताहरूले करिब तपाईहरूलाई प्रस्ताइसक्नु भएको छ र मैले यस फतन्जेमा सोलुखुम्बु जिल्लाभरिको मगरमध्येमा फतन्जेबाट चाहिँ मगर बौद्ध विहार बन्दै जानुको कारणहरू र बुद्धप्रति विश्वास र निष्ठावान हुनुको कारणहरू म थोरै तपाईहरु माझमा जोड्न गइरहेको छु र यो नेपालको अधीनकालको सरकारहरूले जहाँसम्म हिन्दूकरण गरिसके पश्चात यो आफ्नो 2224 राज्यले आफ्नो धर्म आफ्नो कर्म मान्दै आए तापनि हिन्दूकरण गरिसकेपछि करिब 240 वर्षसम्म हाम्रो आफ्नो धर्मलाई गुमाएर बसेको हो भन्ने कुरो यो पुष्टि छ। त्यसरी हुँदै जाँदाखेरि हामी इतिहास सम्झौँ, इतिहास खोज्दै जाँदाखेरि हामीलाई एउटा इतिहासको रचना दिइराखेका छौँ। हाम्रो पुरापूर्वक बाजे जिजुहरूले अघि हाम्रा आदरणीय मामा भक्तज्यूले पनि केही राख्नुभयो मानेतर्फ, त्यसलाई म अझै प्रश्न पार्न चाहन्छु। र हामीले यस सोलुखुम्बु जिल्लाकै नभइकन यस फतन्जेमा करिब मगरहरूको बसोबास गरेको भनेको करिब 4 पुस्ता पनि पुरापुरी नभएको हुन सक्छ। र यस फतन्जेमा चाहिँ बसोबास र यहाँ मगरहरूको बसोबास गर्ने लक्ष्यमा पहिला यहाँको मगरहरू जिजु पुर्खाहरू चाहिँ 2 नम्बर क्षेत्र 2 नम्बर भन्नुहुन्थे, 2 नम्बरबाट आकारे भन्ने हाम्रो जिजु पुर्खाहरू हामीले सुन्नुमा आइरहेको छ। र त्यसो हुँदाखेरि यहाँनेरि आउँदाखेरि उहाँहरू त्यतिखेर न जिल्लाको नाम, न त गाउँको नाम, न त वडाको नाम, कुनै पनि नाम नभएको बेलामा बाजे पुर्खाहरू जिजुहरू चाहिँ यहाँनेरि 81 जङ्गलमा आएर चाहिँ जङ्गल फरानी गरेर बस्दै गरेको समयमा यो धर्मकर्म आफैले मान्दै गरेको धर्मकर्म कसले हामीलाई पाठन सिकाउने र कसले गर्ने त अन्धोलमा चाहिँ हाम्रो जिजु पुर्खाहरू यस फतन्जेमा आएर बस्नु भएको बेलामा त्यतिखेर चाहिँ हामी मगर जातिहरू बुद्धिस्टै रहेछौँ भन्ने कुरा एउटा हामीलाई चिन्ह प्रदान प्रष्ट पारेर गएको छ।
कि त्यतिखेर कोही पनि धर्म कर्म काण्ड गर्नको लागि गुरुहरू कोही पनि नभएको बेलामा हामी बुद्धिस्टै हो रहेछ भन्ने कुरो त्यहाँ बुझिन्छ कि हाम्रो जिजुले त्यतिखेर कसैका धर्म पाठको पूजा गर्नेको भन्ने त त्यहाँ हात नपुग्दाखेरि त्यतिखेर अन्जलमा हाम्रो जिजुले चाहिँ यहाँनिर एउटा माने स्थापना गर्नुभएको छ र माने स्थापना गर्नुभएको अहिले धेरै साल भए पश्चात अहिले 72 सालको भूकम्पले त्यसलाई लथालिङ पारेपछि हामी पाँतीहरूले अहिले यसलाई त्यहाँ मर्मत गर्दैछ। यो यथावै छ यहाँ देखिरहनु भएको छ र हामी सोलुवासी सोलुभरिमा बस्नुभएको मगरहरूले हामीलाई इतिहास यही फतन्जेलाई सम्झिँदा पनि हुनसक्छ। किनकि धर्म बौद्ध धर्म सम्बन्धमा त्यतिखेर चाहिँ कुनै पनि यहाँ हिन्दू धर्ममा बाहुन लाउँथ्यो भने बाहुनको पनि यहाँनिर यस जङ्गलमा आएर बसेको जिजुहरूको चाहिँ कार्यशैली पठन पुठन गर्नु उहाँहरू पनि आइ नपुगेको बेला र त्यतिखेर हिन्दूकरण गर्दाखेरि सरकारले पनि घर ठाउँ पुलिस पठाउने चलन त्यतिखेर पुलिसको पनि ड्रेस हुन्थ्यो अरे कालो दौरा सुरुवालको मात्रै हुन्थ्यो अरे भन्ने हाम्रो बाजे बुबाबाट पाएको छ र घर गएर चाहिँ पुलिस गएर चाहिँ त्यहाँ हिन्दू मान्नै पर्छ भन्ने एउटा जबरजस्ती त्यतिखेर सरकारका थिए र त्यो पुलिस र त्यो बाहुन नआइपुगेको बेलामा यस फतन्जेमा कोही पनि नआइपुगेको बेलामा हाम्रो जिजुले हाम्रै धर्म चाहिँ अँगालेर चाहिँ यहाँनिर बौद्ध बनाउनु भएको छ। त्यो एउटा पलाती खलाती पुस्तकको लागि मगरले बुद्धै मान्ने रहेछ भन्ने कुरो प्रष्ट त्यहाँ प्रष्टाइदिएर जानुभएको छ र यही फतन्जेको त्यो इतिहासलाई त्यस पछि गएर चाहिँ ती बाजेले त्यो निर्माण गरे पश्चात पछि गएर चाहिँ यहाँनिर बाहुनको पनि हात पर्नु थाल्यो, पुलिस पनि आएर हेर्नु थाल्यो। त्यसो भइसकेपछि हिन्दूकरण गरिराखेको राज्यले त्यस पछि चाहिँ सरासर हिन्दूमा गइसकेपछि यो के अरे मानेको तन्त्र मन्त्र सबै भुलेर चाहिँ हामी एकतर्फी बाहुन लगाउन थालेकै हो। त्यसो हुँदाखेरि हामी हामीले के गर्छौँ भने अहिले पछि फेरि त्यसो गरेर कैयौँ साल करिब 64, 65, 66 सालको हाराहारी आइपुग्नेसम्म हामीले यो बुद्ध धर्म हाम्रो मगरको हो, हामीले बुद्ध धर्मबाट संस्कार चलाउनुपर्छ, पाठन पोषण गर्नुपर्छ भन्ने सबै हामीले बाध्यतावश भुलेर बसेकै हो। 66-67 सालमा आएर हाम्रो मगर नेपाल मगर महासङ्घ केन्द्रीय महासङ्घ त देवबहादुर राणा मगर महासङ्घका अध्यक्ष बुद्ध महासङ्घका अध्यक्ष देवबहादुर राणा मगर यही भवनमा यहीँ आएर चाहिँ 66-67 सालको हाराहारीमा चाहिँ हामीलाई यहाँनिर तपाईँहरू मगर बुद्धिस्ट हो, इतिहासमा हामीले देखेका छौँ बुझेका छौँ, तपाईँहरू पनि अब आफ्नो धर्मलाई धर्म परिवर्तन होइन धर्म सुधारपट्टि जानुहोस् भनेर चाहिँ यहाँ यही भवनमा आएर चाहिँ हामीलाई जम्मा 10-11 जनाको मगर बुद्ध समितिको खडा गरेर उहाँ केन्द्रीय सदस्य फर्किनु भएको थियो। त्यस समिति मध्येमा म पनि परेको थिएँ। त्यसो हुनाले त्यस समितिमा म पनि परिसकेपछि त्यस सालदेखिको हामीले निरन्तर हामी मगरै हौ भन्ने बुद्धिस्ट हौ, हामी बुद्धै हुनुपर्छ भन्ने चाहिँ जतिसुकै हाम्रो तर्कमा आए तापनि ठाउँ नपाइराखेको बेलामा त्यसपछि हामीले लगातार के गर्न थाल्यौँ त भने त्यो समितिले निरन्तरता दिन थाल्यो। अब हामी बुद्धिस्ट मान्ने तर कसरी मान्ने, म बुद्धिस्ट हौ भनेर त भएन। त्यसको कर्मकाण्ड पनि चाहे बुद्धिस्टबाट संस्कार गर्नु पनि चाहे। अब कसरी गर्ने भन्ने ती समितिबाट छलफल हुँदाखेरि
हामीले के गर्यौँ भने आफ्नो वेशभूषा आफ्नो भाषा तर त्यो हुनुपर्छ भन्दै पनि हामीले के सोच्यौँ भने सबभन्दा हामी धर्म आफ्नो धर्ममा गइसकेपछि हामीलाई त कर्मकाण्ड संस्कार चलाउने मान्छे चाहियो नि। भाषाले मात्रै त केही पनि ठुलो कुरो भएन। भाषा त बुझौँ या नबुझौँ केही पनि फरक परेन भन्ने चाहिँ हाम्रो निष्कर्ष छलफल भइसकेपछि हामीले तुरुन्तै हामीले गुरु ल्याएर हामीले चाहिँ यहाँनिर हाम्रो पनि गुरु ओप्पा प्रदर्शन गरौँ भन्ने हाम्रो छलफल भइसकेपछि निरन्तर दिए हामीले महिना 1.5 महिनासम्म हाम्रो पहिला गुरु चाहिँ एउटा नारायण कहा मगर भन्ने आएको थिए, उहाँले हप्ता दिन पढाएर जानुभयो। त्यस पछि गएर भएन, हामीले 1.5 महिनासम्म राखे सन्ता समाल मगर भन्ने ल्याए गुरु भिक्षु। त्यहाँले उहाँहरू अहिले हुँदै गरेको गुरुलाई प्रश्न यहाँ 4-5 जना हामीले यस्तो गुरुहरू ओप्पाहरू हामीले खडा गरे, ओप्पाहरू खडा गरे। अघि पनि भन्नुभयो हामी हाम्रो मगर भाषाले ओप्पा भनिन्छ, तर हामी समाजमा बोल्दाखेरि हामी गुरुै भनौँ हैन। हाम्रो गुरुहरू त्यसरी माप्पा ओप्पा भन्ने आफ्नो भाषा भने हामी मगर भाषाबाट नबोलौँ, हामीले गुरु उत्पादन गरे। त्यसपछि लगातारै हामीले आफ्नो संस्कार हाम्रै गुरुबाट चाहिँ हामीले सजिलोसँगले हामीले निम्ताउन थाले। कुनै पनि धर्म कर्मकाण्ड मरौ परौ इत्यादि त्यसो भइसकेपछि झन् हामीलाई अब यो हाम्रो मगर जाति नभइकन हरेक जातिसँग पनि हामी बुद्धप्रति हातेमाला गरेर जानैपर्छ भन्दै हामीले त्यस्तो खालको सोच राख्दै हामीलाई हाम्रो माग प्रसाद तुरुन्तै हाम्रो नगरपालिकाले हाम्रो स्वयं